हेलो एभ्रिवान, म चाहिँ आज तपाईलाई ऱ्याडिसको किम्चीको चाहिँ रेसिपी देखाउन आँटेको छु। यसको लागि चाहिँ तपाईलाई एकदमै कलिलो सानोबडे मुला चाहिन्छ। छिप्पेको मुला छ भने चाहिँ त्यस्तो राम्रो हुँदैन हो। सो मैले चाहिँ मुलालाई चाहिँ 4 स्लाइस गरेर चाहिँ त्यसलाई मैले काटेँ। अनि काटेपछि तपाईहरुले चाहिँ यसलाई नुनमा चाहिँ मज्जाले दल्नु पर्ने हुन्छ। कारण चाहिँ मुलाको पानी चाहिँ छोड्नुको लागि चाहिँ तपाईहरुले चाहिँ नुनमा चाहिँ मज्जाले दलेर चाहिँ तपाईहरुले आधी घण्टाहरुको लागि चाहिँ तपाईहरुले छोपेर राखिदिनुहोस् होला। अनि मैले 4टा प्याज ल्याएको छु। 4टा प्याज पनि मैले 4 वटा पिस गरेर चाहिँ ग्राइन्डरमा हालेको छु। यो चाहिँ मसला हामीले रेडी गरेको। अनि प्याज हालेपछि चाहिँ सानोबडे अदुवा लिनुहोस् होला। अदुवालाई पनि मैले सानो पिस गरेर हालेँ। त्यहाँदेखि मैले श्रिम्प हालेको छु। श्रिम्प चाहिँ फर्मेन्ट भएको छ भने अझै राम्रो हुन्छ। अनि मैले लसुन चाहिँ मजाले गुड क्वान्टिटीमा चाहिँ हालेर चाहिँ मजाले मैले ग्राइन्ड गरिसकेको छु। अनि मेरो तबसम्म चाहिँ मेरो मुला पनि रेडी भयो हो। मुलाले पनि मजाले पानीहरू छोड्यो हैन। अनि पुरा तपाईले यसो हेड चेक गर्नुहोस् होला, मजाले फ्लेक्सिबल भइसकेको हुन्छ मुलाको डन्ठा पनि। अनि मैले चाहिँ 3-4 ताल पानीमा पनि मजाले भिजाएँ हो, त्यसको त्यो मैला निकाल्नुको लागि। अनि तपाईले टुप्पो पनि मजाले सफा गर्नुहोस् होला, त्यहाँ मैलाहरू हुन्छ। अनि मजाले मुलालाई पनि मैले तारिसकेको छु। अनि तपाईले चाहिँ राइस फ्लावर चाहिँ मजाले पानीमा चाहिँ घोलेर चाहिँ तपाईले उमाल्नुहोस् होला। त्यहाँदेखि चाहिँ मिक्सचरहरू हो, अघिको मिक्स गरेको, त्यहाँको फिश सस, सोया सस तपाईले चाहिँ मिक्स गर्नुहोस् होला। अनि त्यसको बाद तपाईलाई एमएसजी पनि हाल्नु पर्ने हुन्छ। तर तपाईलाई मन पर्दैन भने चाहिँ तपाईले स्किप गर्न सक्नुहुन्छ एमएसजी लाई चाहिँ। अनि मैले चाहिँ कश्मीरी मिर्च लिएर आएको छु। कश्मीरी मिर्च चाहिँ पिरो हुँदैन। अनि कलरको लागि चाहिँ मजाले भाइब्रेन्ट कलर दिनुको लागि चाहिँ मैले कश्मीरी मिर्चको 3 प्याकेट हालेँ हो। अनि तपाईले रेड चिल्ली फ्लेक पनि हाल्नु सक्नुहुन्छ, तपाईलाई कतिको पिरो खानु सक्नुहुन्छ त्यही हिसाबमा। अनि त्यसलाई मजाले मिक्स गरेर चाहिँ मैले चाहिँ फाइनली मुलालाई चाहिँ मैले त्यसमा दल्दै छु हो। मजाले दलेपछि तपाईले यसलाई चाहिँ स्टोर गरेर चाहिँ राख्नुहोस् होला। यो चाहिँ 7 डेजहरुमा चाहिँ फर्मेन्ट भएर रेडी हुन्छ।